नमस्कार यूट्यूब टीम, मेरो नाम प्रकाश सञ्जेल हो। म एनिमल लभर हुँ। म कुकुर बिरालोको भिडियो बनाउँछु। मलाई लाग्छ मेरो च्यानलमा कुनै पनि समस्या छैन। तपाईहरु देख्न सक्नुहुनेछ, यो हो मेरो च्यानलको URL। यो रहेको छ मेरो च्यानलको URL। यो चाहिँ रहेको छ मेरो च्यानल। तपाईहरु देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो भिडियोहरु रहेको छ। मैले धेरै भिडियोहरु हाल्दिन, लङ भिडियो। म धेरै सर्ट भिडियोहरु हाल्ने गर्दछु। यो रहेको छ भिडियोहरु र तपाईहरु देख्न सक्नुहुन्छ मेरो सर्ट भिडियोहरु चाहिँ यो रहेको छ। यो चाहिँ मेरो सर्ट भिडियोहरु रहेको छ। यसरी हाल्ने गर्छु। यसो मेरो ग्यालरीमा पनि देख्न सक्नुहुनेछ। यसरी मैले क्यामेराबाट कैद गरिएका भिडियोहरुलाई एडिट गरेर युट्युबमा पोस्ट गर्ने काम गर्दछु। हेर्नुस्, मेरोमा धेरै पपीहरुको भिडियोहरु छन्। अहिले चाहिँ भिडियोहरु छोटो भिडियोहरु, सर्ट भिडियोहरु मोबाइलबाट, क्यामेराबाट खिच्ने गर्दछु र सो भिडियोलाई क्यापकटको माध्यमबाट यसरी एडिटिङ गर्दछु अनि त्यसपछि युट्युबमा पोस्ट गर्दछु। सर्ट भिडियोहरु चाहिँ यसरी यहाँ युट्युबको प्लस बटनमा गएर त्यसपछि मैले क्यामेराले कैद गरिएका भिडियोहरु सिलेक्ट गरेर त्यसपछि नेक्स्ट गरेर एड साउन्डमा साउन्डहरु यी साउन्डहरु युज गरेर त्यसपछि मैले यी भिडियोहरुलाई नेक्स्ट गरेर यहाँ टाइटलहरु राखेर ह्याशट्यागहरु राखेर अपलोड सुटमा अपलोड। अन्तमा मैले यस च्यानलमा भिडियोहरु अपलोड गर्ने क्रममा केही त्रुटिहरु भएको भए क्षमा याचना गर्न चाहन्छु। साथै मैले चाहिँ यो च्यानल मोनेटाइज भयो भने भोलि आगामी दिनहरुमा यस्तै राम्रा भिडियोहरु अपलोड गर्ने प्रतिबद्धता पनि जनाउन चाहन्छु। नेपालबाट, नेपालमा भएका राम्रा पपी पशुपन्छीहरुको भिडियोहरुलाई सम्पूर्ण दुनियामा, सम्पूर्ण ठाउँमा देखाउने मेरो यो प्रयासलाई साथसाथै च्यानल राम्रो हुँदै जाँदाखेरि आगामी दिनहरुमा अझ धेरै मेहनत परिश्रम गर्दै अझ भिडियोलाई क्वालिटी बढाएर राम्रो गर्नेमा पनि म प्रतिबद्ध हुन चाहन्छु। यस मोनेटाइज प्रक्रियामा युट्युब सम्पूर्ण युट्युब फ्यामिलीले मलाई सपोर्ट गरेर मोनेटाइज प्रक्रियामा सहयोग गर्नुहुनेछ भन्ने म आशा राख्दछु। मैले मोनेटाइज भयो भने भोलिको दिनमा पपीहरुलाई, नेपालका राम्रा पपीहरुलाई सम्पूर्ण ठाउँमा देखाउने मेरो यो चाहनालाई पूरा गरिदिनुहुन्छ भन्ने आशा राख्दछु। धन्यवाद।